क्लिक गर्दै ए पक अरे चिकन चिकन हालौँ न एउटा मात्रै ल बेसी होइन एउटा म आजकल खानु सक्दैछु मलाई तिमी हेल्प गर्ने हजुर म आफै हाल्छु नानी हाल्यौ नखाए भयो भन्नु होइन नातिमा याद लाग्छ त्यही त अनि मैले फेरि भयो सब्जी हाल्नु सिमी अलि लिनुहोस् न मिठो नभए पनि यसो मिठो माना खाइदिनुहोस् न त्यो दामी छ मुलाको अचार आफै हाल्नु नाना पक हालिदिन्छु ल के खानु खानु त्यस्तो मन पराउनुहुन्न तपाईँ के खानु मामाले के खानुहुन्छ भान्जी पक हाल्नु मामा खानुहुन्छ होइन नखानु त लाग्नु हुँदैन नखानु भन्दैछ भान्जी हुन्छ हुन्छ म लिइहाल्छु अगाडि भयो नि अगाडि हात माइजु खानु खान्छु नि हामीलाई थप्नु पर्दैन गाउँ खानुपर्छ नि अचार साट्नुको अचार छ टिम्बुरको अचार खायो त हामी ए लाउनु भयो चिकन भान्जी कच्चा भयो मिठो भयो कि होइन मलाई चाहिँ यतिले इनफ भयो खानु चाहिँ म यस्तो खान्छु कता नुनहरू कच्चाको चाख्ने जस्तो छैन त्यसै छ टेस्टी नभए टेस्टी छ नभने भयो माइजूलाई पो होस् होइन होइन ठिकै छ भान्जी पापड त लिनु त हुन्छ हुन्छ माइजू म खान्छु मासु होइन मासु सुँगुरको भयो खाँदिन भयो भात यति खानु छ थोरै मासु दिन्छु ल त्यसमा मजाले लिनुहोस् है ल मुलाको अचार नानालाई भाइ अघि खाएँ मैले मुलाको अचार हाल्दैमा कम्ती हाल्नु आउँछु म त्यो आउँछ होइन कम्ती खोकी हुन्छ खोक्छु मुला खाएँ मामा त खानुहुन्न अचार पनि मामा माइजू हाल्नु है छुर्पी अलिक उयो भएछ घरमा बनाएको छुर्पी कि ए म म त कति वर्ष छुर्पी के हाल्नु मामा तपाईँले के हाल्नु डन तपाईँलाई कस्तो हुन्छ नि आजकलको दिन छोटोले
छोटो छ भइगयो हो हुन्छ ज्यादा फ्रिजमा मासु खायो भने त्यति टेस्ट छाडै जान्छ है त्यसो भन्छ फ्रिजमा मासु राख्छ हाम्रो त अब खालि डिफ्रोस्ट मात्रै खान्छौँ पर्कको त उयो पाउँदैन फ्रेस पाउँदैन डिफ्रोस्ट हुन्छ सबै फ्रोजन डिफ्रोस्ट गऱ्यो पकायो हो उता त दामी मासु फेरि है दामी हुन्छ है यताको जस्तो मिठो हुँदैन नि त्यहाँ त फ्रोजन हो सबै बाहिरबाट उयो गरेको त्यही त टेस्ट हुँदैन दामी मासु आउँदैन म त उयो सबै डिफ्रोस्ट गरेर खानुपर्छ पकाएर लिनुहोस् न नुन छ नि मलाई त्यो कति राख्छु हाम्रो त बुधबार एक दिन छुट्टी हुन्छ सँगै दिन एक दुईवटा सब्जीहरू पकाइराख्छौँ होइन त्यहाँ फ्रिजमा हाल्छौँ 2-3 दिनसम्म त्यही खान्छौँ राइस मात्रै फ्रेस पकाउँछ होइन त्यही सब्जी खायो गयो त्यही सब्जी खायो गयो भन्दै त्यति अफ गऱ्यौँ